हेलो नमस्ते एभ्रिवान। आज चाहिँ म तपाईले एकदम सजिलो एकदम क्विक एन्ड इजी तरिकाले बनाउन सक्ने श्रिम्प झिंगे माछा विथ गार्लिक बटर एन्ड क्रीम सस बनाएर देखाउन खोज्दैछु। यो चाहिँ एकदम सजिलो, तपाईले 3-4 मिनेटमा बनाउन सक्नुहुनेछ। यसको लागि सुरुमा झिंगा लिने, सफा गर्ने, अनि त्यसपछि सल्ट र पेपरले सिजन गर्ने। हल्का बेसल राख्दा पनि केही फरक पर्दैन। अनि त्यसपछि यसलाई चाहिँ ग्रिल गर्ने, हल्का बोथ साइड हाई हिटमा गर्नुपर्छ है, स्लो हिटमा गर्नु न, ओभर कुक हुन्छ। हाई हिटमा चाहिँ गर्ने। अनि तपाईले बटर अथवा तेल राख्न पनि सक्नुहुन्छ सुरुमा। अनि त्यसपछि यसलाई निकाल्ने, बटर सस बनाइसकेपछि अनि त्यही सेम प्यानमा चाहिँ सेम भाँडामा चाहिँ बटर हाल्ने, अनि गार्लिक हाल्ने। गार्लिकलाई हल्का ब्राउन बनाउने, एकछिन सते गरेर। त्यो भाँडा एकदम तातो भइरहेको हुन्छ, एकदम छिटो हुन्छ। तपाईँ यसमा चाहिँ अलिकति छिटो हात चलाउनु पर्ने हुन्छ, नत्र जल्ने सम्भावना हुन्छ। लसुन डढाउनु हुँदैन। अनि त्यसमा हाल्ने क्रिम जान्छ। क्रिमलाई एकछिन सिमर गर्ने 2 to 3 मिनट। अनि सल्ट र पेपरले चाहिँ सिजन गर्ने त्यसमा। अनि त्यसपछि चाहिँ तपाईले अघि निकालेको झिंगा त्यसमा रिटर्न गर्ने, श्रिम्प रिटर्न गर्ने। अनि त्यसमा चाहिँ तपाईले हल्का सिजन गर्न सक्नुहुन्छ तपाईको टेस्ट अनुसार, सल्ट पेपर है। अनि पार्सली, हल्का पार्सली लाने। अनि मैले यसमा चाहिँ लेमन जेस्ट हालेको छु। त्यो लेमनको स्किनलाई चाहिँ हैन निकालेर चाहिँ ग्राइन्डरमा चाहिँ ग्रेटेड गरेर, अनि त्यो लेमन जेस्ट भन्छ त्यो हालेको छु, हल्का लेमन फ्लेभरको लागि। बस अलमोस्ट रेडी भइहाल्यो यो। बस अरु 1-2 मिनट चाहिँ हाल्ने। यो हो लेमन जेस्ट। हल्का माथिबाट ओलिभ ओइल अथवा बटर हाल्न सक्नुहुनेछ हल्का क्रिमी दिनको लागि। द्याट्स अल, द्याट इज अलमोस्ट डन। लुक एट द्याट, इज ब्युटिफुल एन्ड इट्स डेलिसियस। द्याट्स माई श्रिम्प विथ garlic butter and cream sauce. Thank you guys, thank you for watching. Don't forget to subscribe my channel. Yes, it's very easy and very quick. Thank you for watching. Bye. Ciao.